हेलो साथीहरू, हाम्रो घरतिर कस्तो काम चलिरहेछ। आइया बाबा, काम नगर्नु हुँदैन। काठमाडौँ घुमेर भएन, यो काठमाडौँ नै हो। झरम झरम काट्ने है, ल झरम 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 ल झरम 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 है साथीहरू, झरम झरम काम गर्ने झरम झरम गर्नु ल झरम झरम झरम। टक्क भैँसी पालेको छ, भैँसीलाई जोड काट्नु परेको छ। झरम झरम यसरी टक्क खाइन्छ हाम्रो त्यो त भैँसीलाई मकैको जोडी। मकै चाहिँ हामीले झरम झरम खाइसक्यो पोलेर। ल यो चाहिँ भैँसीलाई पनि खुवाउनु पऱ्यो। त्यही भएर नेपालमै बसौँ, यसरी खेती किसानी गरौँ, भैँसी पालौँ, मकै रोपौँ, आफ्नो देशलाई माया गर्नुपर्छ। झरम झरम काट्नुपर्छ है, खाने नि झरम झरम, काम गर्ने नि झरम झरम। यो पातलाई काट्नु परेन है। अब टक्क मिलाएर काम पनि हुन्छ, साथीभाइहरूसँग गफ पनि हुन्छ भनेर लाइभ स्ट्रिम बस्न खोजेको म, तर नेटले साथ दिएन। त्यही भएर चाहिँ बेलुका टन्न खाने, भित्रबाट टन्न खाने, झिङ्रिङ मोटाउने, आफ्नो खेतीपाती काम धाम सब गर्नुपर्छ है। बसी बसी गर्ने काम त हो नि। म पनि पहिला नसाकिएर ढाड बिरामी भएको मान्छे हो। अहिले चाहिँ यस्तै कामधाम गर्दै जानु गइरहेको छु। अलि सन्चो छ अहिले चाहिँ। यो कहानी भनौँ भने ठुलो छ, जो छ मेरो भन्ने साथी छैन। मेरो कहानी जिन्दगीहरू उतार चढाव आयो। अहिले अलि सुख छ। यसलाई चाहिँ झरम झरम काट्ने अनि बारीमा हेर्नुहोस् त, मकै केही छैन। यो त दाँत फुट्ले जस्तो रहेछ। भैँसीले खान्थ्यो होला, मैले झिक्ने। अब
देखिरहेको चाहिँ के भन्नु होला, त्यो त शिव प्रसाद हाम्रो यस गर्नु है गाइस। त्यो के हो रहेछ त्यो देखिरह मकै यहाँ अब नजिकै कम्पनी आएर बसेको छ। मैले चाहिँ अब कम्पनी भन्दा पनि त्यो काठमाडौँको सानो ठाउँमा अलिकति खेतीपाती गर्नुपर्छ अनि खेतीपाती गर्नुपर्छ, कम्पनी मात्रै राख्नुहुन्न भनेर अलिअलि त दिएँ कम्पनीलाई, तर अलिअलि त बाँकी छ। फेरि कम्पनीलाई नदिए पनि त्यसमा विकास हुँदैन, हाम्रो ठाउँमा विकास हुँदैन। त्यही भएर कम्पनीलाई दिएको छ जग्गा। मैले काठमाडौँ शङ्खरापुर, म चाहिँ वडा नम्बर 9 र 8 को सिमानामा परेको छु। अनि सिमानामा बस्ने मान्छेलाई यहाँ पनि इन्डिया र चाइना जस्तै छ, त्यस्तो गर्छन् हाम्रा वडाका त्यो जनप्रतिनिधि भन्नेहरू छन् नि, ठुला ठुला टाउकेहरू, जसलाई हामीले नै भोट दिएर त्यो ठाउँमा पुऱ्यायौँ। आज उनीहरूले नै हामीलाई भेदभाव गर्छन्। त्यो भटमास हो गाइस, भटमास छ, करेला छ, काँक्रो छ, भिरौली छ, फर्सी छ, खोर्सानी छ, उरिलो छ, सब थरी लगाएको छ, मकै छ, चिप्ली भिन्डी छ, भेन्टा छ, भटमास छ, मकै बोडी छ, भैँसी छ, हर छ। यसमा चाहिँ अलिअलि मकै छ कि जस्तो छ है। ले हेर्नुहोस्, दुईवटा घोको लाग्यो। ओहो कति राम्रो रहेछ यसमा, टक्क पोलेर खाने बेला भएको मकै। मकै त यहाँ, यो चाहिँ मेरो पुरानो घरको यतापट्टि हो। कम उता घरमा छ, उता यहाँ उता खोलेर हेर्छ। उही त्यसो यहाँ रोहिणी ढोका लगाएर गएछ होला के, यहाँ त छैन, माथि छ कि हेर त। मम्मीलाई सोध्छ, मलाई थाहा छैन। छैन छैन छोडे, त्यही भएर चाबी लिएर गएछ। ल अब झर्याम ल यस्तो है, झर्याम मेरो मित्र हुँदो रहेछ सम्पर्क। यो मिर्ची सब देखाउँछ, हेर्न है गाइस यहाँ। ब्याक क्यामेरा चाहिँ गर्ने कसरी